तिरिरी बाँसुरीको धुन बजाउँदै पारीको जङ्गलको एउटा ठुलो ढुङ्गामाथि बसिरहेको छ साइला दाई। वस्तुहरूलाई एकापट्टिको घाँसे चौरमा छाडेर। साइला दाईको बाँसुरीको धुनले जो कोहीलाई पनि निमेषभरमै मोहित बनाइदिन्छ। जीवनको 30औं वसन्त पार गरिसकेका साइला दाई बाँसुरीलाई आफ्नो प्रिय साथी मान्छन्। आफ्ना कथा व्यथा हाँसो रोदन सबै तिनै बाँसुरीसँग साट्छन्। बचपन हुँदाखेरि सिकेका हुन् रे बाँसुरी बजाउन। आफूलाई मन परेको प्रिय मान्छेलाई सुनाउन पनि। तर विडम्बना त्यो बाँसुरीको धुन कहिल्यै सुनाउन पाएनन् आफ्नो प्रिय मान्छेलाई। त्यो मनभरिको माया कहिले देखाउन पाएनन्, या भनौँ त्यो मौका नै पाएनन्। बचपनदेखि सँगालेर राखेको माया यौवनकालसम्म आइपुग्दा पनि मनमै समेटेर राखे र जिन्दगीभर पनि राख्नेछन्। आँखै अगाडि गुमाउनु परेको थियो आफ्नो प्रिय मान्छेलाई साइला दाईले। आफ्नै आँखा सामुन्ने सिउँदो भरिदिए थियो अरू कसैले। त्यसपछि हो साइला दाई बाँसुरीलाई झन् माया गर्न थालेका। भन्छन् आफूले माया गरेको मान्छेलाई थाहै नपाई माया गर्नु जतिको आनन्द सायद मलाई भन्दा बढी अरू कसलाई थाहा होला र। झरी परेको बेला झरीमा रुच्दै साइला दाई भन्छन्, हेर न आकाशलाई पनि रुन मन लागेछ। म पनि साथी दिन्छु है। कति चोखो छ साइला दाईको मन। अनि त्यो चोखो मनभित्रको माया झनै कति। साँच्चै कति माया लाग्दछ है साइला दाई। हेरिरहँ लाग्ने, सुनिरहँ लाग्ने, अनि कुरा गरिरहँ लाग्ने।